न्यू लाइभ लेट्स गो सजन लाइभ सेयर। मेरो चाहिँ कपाल आज अलिकति भर्खर नुहाएर आएको है, अनि तेरो हल्का पेलान्छ कपालको स्थिति, हल्का मिलाउनु पर्ने छ। एकैछिन रोक्नु, धेरै लामो भयो क्या, अब त हल्का कटिङ गर्नै पर्ने हुन्छ क्या, स्थिति आइसक्यो अब समय आइसकेछ, कपाल अलिकति ट्रिमिङ गर्नुपर्ने नि हुन्छ जस्तो छ। अब चाहिँ आइया लट्टा नि परिरहेको छ अलिअलि। अब समय आइसकेको छ मेरो कपाल काट्नुपर्ने। के कसो मिल्दै मिल्दैन त यार कपालै। वाट इज दिस बिहेभियर? यो लामो भएपछि त कपाल यार कि त बाँधेर राख्नु पर्यो, बाँधेर राख्दा मलाई मजा आउँदैन, नसुवास्तो हुन्छ। अब कि त यसै टक्रुक्क मिल्नु पर्यो। अब कपाल भिज्ने बेलासम्म मात्रै मिल्ने, फेरि अहिले पछि जिरिङ्ग नुडल्स भइहाल्छ, कर्ली कर्ली। ए हुन सुरु भइसक्यो त। एकैछिन बस्थेन यार लाइभ हुने बेलासम्म त यार, अलिकति राम्रोसँग कपाल सजिदिए, कहिलेकाहीँ यसो हिरो देखिदिए, हल्का त राम्रो भइदियो यार। कहिलेकाहीँ त हल्का त अलिकति चिट्टा परेको अब ह्यान्डसम आइसिङ ठकुरी होस् अलिकति मान्छेको मुखमा। के छ त आउँछ त खबर? एभ्रिवान नाइस। ए क्या करे चोर तु इधर डन गाइस, सबैजनाको खाना भयो, सबैजना हाम्रो जनताहरूको डन खाना आफ्टर लङ टाइम। यस गाइज आफ्टर लङ टाइम यसो आज आइदिनु पर्ने हुन्छ जस्तो फिल भएर। मेरो कपाल चाहिँ अति नै भयो क्या यार यो त। अब चाहिँ नुहाउनै पर्छ, ए नुहाउनै पर्छ अरे, कपाल काट्नै पर्छ। नुहाएर त भर्खरै आएको म। खाना भयो अरे? हजुर हजुर भइसक्यो गाइज, हजुरको भयो, हजुरको भयो गाइज। कङ्ग्रेचुलेसन गाइज। के को कङ्ग्रेचुलेसन हो यस्तो? डेली नुहाउनु रे, डेली नुहाउनु। डेली नुहाउनु हुन्न गाइज। डेली नुहायो भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अलिकति भनौँ न, डेली नुहाउनु पनि हुन्न कि। डेली अब सबै राम्रो काम जहिले पनि गर्नुहुन्न होइन त। कङ्ग्रेचुलेसन, थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच सबैजनालाई एकदम धेरै 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 धन्यवाद। मलाई किन थ्याङ्क यू भन्नुहुन्छ यार हजुर? एक कङ्ग्रेचुलेसन हुनुहुन्छ यार। इट्स होइन जे छौँ जसो छौँ हजुरकै कारणमा छौँ गाइज है। यो ठाउँमा छौँ कि यो ठाउँमा हुँ कि यो ठाउँमा हुँ, जहाँसुकै हौँ, अल क्रेडिट्स गोज टु आवर आयुजे जनता होइन त। आयुजे जनतामै जान्छ सबै क्रेडिट्स। नो कङ्ग्रेचुलेसन, यस्तो कङ्ग्रेचुलेसन नभन्नुहोस् मलाई, कङ्ग्रेज नभन्नुहोस् होइन। हजुर खुसी भइदिनुहोस् हाम्रो सफलतामा होइन, त्यही हो हाम्रो लागि, साथ दिइराख्नुहोस्, त्यही त हो नि गाइस। ओके ह्याप्पी बर्थडे हो आज अरे? होइन गाइस मेरो बर्थडे होइन, मेरो मेरो फुलपातीको दिन छ हौ, असोज 13 गते। असोज 13 गते हो मेरो बर्थडे, कमिङ असोज 13 गते। आज होइन, कहाँ आज हुनु बर्थडे? हजुर थाहा थिएन र यार मेरो बर्थडे यार। यत्रो 3 वर्ष 4 वर्ष हुन लागिसक्यो त यार। वाट इज दिस बिहेभियर? हजुरलाई त के हो बर्थडे थाहा होइन त मेरो? भेरी नटी। मेरो 13 गते, असोज 13 गते। मिस भयो गाइस। हजुर खाना भयो कि भएन? किचन भएन? भयो भयो अरे? ओके ल, नाइस, द्याट्स नाइस स्पिरिट, नाइस नाइस। लेट्स गो सबजना डबल टप अन स्क्रिन, लेट्स गो 1 मिलियन लाइक्स सर। खै त वेयर इज आवर 1 मिलियन लाइक्स आज? आइसिङ ठकुर लाइभ आएको बेला खै त अनि हाम्रो जनताहरू 1 मिलियन लाइक्स गर्नुभएको? धेरै स्लो भएन र? कौन गाइज सबजना टुगेदर लाइभ चाहियो रे गाइज। मोटु टुगेदर आउँदैन, मोटु अहिले आउँदैन लाइभ। मोटु अघि दिउँसो आइसक्यो भनेर ऊ मस्तले ऊ पुरा फ्रेसेस भएर मजाले भोलिको लागि भ्लग एडिट गर्दैछ आफ्नो। त्यहाँ आज बङ्गलादेश भर्सेस पाकिस्तानको म्याच हेर्दैछ ऊ आउन सक्दैन अरे लाइभ अहिले।
सो सरी हजुरलाई माफ बिन्ती। म नि एकै श्रृङ्खला मात्रै आएको है, एकै श्रृङ्खला मात्रै आएको सर्ट एन्ड स्विट लाइफको लागि। जस्ट यसो आज धेरै बसी हजुरसँग यसो अलिकति कुरा गरौँ भनेर है। टुगेदर लाइफ गरौँला नि गाइस है, गरौँला आरामले गरौँला बिस्तारै। के छ र होइन, डान्स गर्नु पर्यो रे। डान्स पनि गरिन्छ गाइस, डान्स पनि गरिन्छ। आज अति नै म थकित छु गाइस, किनकि अब आउने यो सेप्टेम्बर 13 बर्थडेको दिनमा हजुरहरूको लागि पनि समथिङ स्पेसल छ। सो त्यसकै लागि आज म दिनभरि भागडोर गरी बल्ल म अघि कति 7-8 बजीतिर म घर पुगेँ होला। म 8 बजी घर पुगेँ, त्यसपछि अनि खानासाना खाएर मैले एकछिन यसो सलक्क नुहाइदिएको फ्रेस फिल हुनलाई होइन, किनकि समथिङ स्पेसल हाम्रो जनताहरूको लागि, हाम्रो आयुजे फ्यामिलीको लागि, हाम्रो जो हुन्छ AYZ देखि लिएर होइन आयुजे हाम्रो सबैजनाको लागि समथिङ स्पेसल सुन छ। स्टे ट्युन त्यसको लागि। ओके, दसैँ कस्तो हुँदैछ अरे? दसैँ अब हुन्छ, अब तयारी सुरु हुनु पऱ्यो नि त। जम्रा रोप्नु भयो त? मैले रोपेको चाहिँ त खै फलेको छ कि छैन यार, मैले हेरेकै छैन। पानी त हालेको थिएँ हिजो, आज हाले होइन, आज अहिले पछि हाल्नु पर्ला। हजुरहरूको कस्तो हुँदैछ? जम्रा सम्रा रोपाइ सोपाइ भयो? जम्रा अस्ति रोप्ने दिनमा यसो रोपिदिएको थिएँ। अब यो घरमा त पहिलोचोटि हो नि त, अनि यसो जम्रा चाहिँ रोपिदिनु पर्ने हुन्छ भनेर मन्दिरमा यसो जम्रा सम्रा रोपियो। सुटिङ कहिलेदेखि रे? तिहार पछि, तिहार अब हाम्रो फेस्टिभलहरू सबै सकेपछि त्यसपछि सुटिङहरू सुरु छ मेरो। त्यसै त नि यसो ल्यान्ड क्रुजर 2022 लिएर जानुपर्ने हुन्छ जहाँ पनि। हल्का मोटाउनु भाइ रे गाइस, यो मैले चाहेर म दुब्लाको होइन है, यो एउटा यो चाहिएर हो यो दुब्लाको चाहिँ म है। ओके, चाहिएर भन्नाले के कुरामा चाहियो यस्तो दुब्लाउनु पर्ने हुन्छ भने चाहिँ जे कुरा अहिले म प्रोजेक्टहरू गर्दैछु त्यसको लागि हो म दुब्लाको भन्नाले नि अब अलिकति त्यही अनुसारको म आफ्नो सबै कुरा एपिरियन्स चेन्ज गरेको है। गाह्रो छ नि हौ, कहाँ खाएर बसेर मात्रै पहिला जस्तरी चल्छ त अहिले त मलाई त पेलिदिन्छ नि यहाँ त। त्यही हो, मिहिनेत गर्नै पर्यो। मोटाइन्छ नि यो मुख छँदैछ, खाइहालिन्छ नि, घिचिहालिन्छ नि होइन त। हाम्रो यत्रो जनताहरू हुन्छ, सबैजना कोहीमा कहिलेकाहीँ यसो बर्थडे सर्डे होला बोलाउनु मलाई म आइहाल्छु घिच्न है, केही उसको लागि हो। हजुरले फेरि भाइ कस्तो दुब्लाको भाइलाई के भएछ आजकल अरे भाइ त कहाँ बिग्रियो क्या हो, यस्तो उस्तो गर्छ कि क्या भनेर सोच्नु होला, त्यस्तो केही होइन। ओके, यो म आफ्नै यो उसले गर्दै म दुब्लाको, त्यही बुझ्नु होला। दुब्लाको हुनाले नि अलिकति वेट पुरै चिलिम गरेको मैले। ओके, आज पुरै थकित छु म, मेरो आँखा हेर्नु होला हजुरले। कङ्ग्रेचुलेसन गाडीको लागि एकदम धेरै धन्यवाद गाइज, एकदम धेरै धन्यवाद। मलाई कङ्ग्रेस नगर्नुहोस् यार, कङ्ग्रेस नगर्नुहोस् प्लिज। मलाई कङ्ग्रेस गर्दाखेरि चाहिँ कस्तो खालको फिल हुन्छ भन्दाखेरि चाहिँ यार खै अब त्यो मलाई क्रेडिट कसैलाई नि त्यो हाम्रो छ नि त्यो हाममा उ नदिनुहोस्, हाममा त्यो क्रेडिट नदिनुहोस् हामीलाई है। त्यो तिमीहरूले यस्तो गर्यो उस्तो गर्यो भने त्यो यस्तो उस्तो गर्नु त्यो केही होइन, अरूहरूले नि गरोस्, अरू मान्छेले नि गरोस्, सबैजना अगाडि बढोस् भन्ने हो। त्यही खुसी लाग्छ सफलताको सिडी चढ्दा, सोचेको कुराहरू पुरा हुँदा, सबै कुराहरू त्यही नै हो। अरू भनेको त अब बनाएको हजुरले हो, रोजेको हजुरले हो, चाहेको हजुरले हो हामीलाई होइन। हाम्रो यसमा के छ र हात? अब म कपाल चाहिँ साँच्चै अब म ट्रिमै गरिदिन्छु, किनकि
धेरै लामो कपाल गरेर नि यो ठिक हुँदैन है। अलिकति चाहिँ ट्रिम गर्नुपर्ने हुन्छ अगाडिको चाहिँ। पछाडिको चाहिँ ठिकै छ नि होइन? के कसो कि पछाडिको ठिक छैन? ठिक छैन पछाडिको यतिकै बाँध्दै हिँड्दा त ठिकै होला त। वाट डु यु थिङ्क गाइज? ओके छ तारे, ओके ल ठिक छ। अरू भन्नुहोस्, अरू के छ? कस्तो लागिरहेछ? कुरै नआउनुहोस्। एकदम लाइक के भनौँ अब, खुसी एकदम। अब कसरी भन्ने यार, खै सपना जस्तो लाग्छ सबै कुरा यार। हिजोसम्म कहाँ थिएँ, के थियो के थिएन जस्तो होइन। जस्तै यति मात्र हो कि जे सुकै छ आफूलाई सोचिँदैन। अब आउने मेरो चिन्टीको लागि हो सोच्ने भनेको त्यही हो। मलाई त जे सुकै पाउँछु, यो घर गाडी साडी जे सुकै छ आफूलाई थोर्न, त्यो आफूलाई भन्नाले नि अब त्यो उनीहरूको लागि हो ल है, ढुक्क भयो भन्ने हो क्या। त्यो आफूलाई भनेर आफूलाई खुसी भइन्न त्यो कुरामा होइन। उनीहरूको लागि चाहिँ ल ठिक छ, अब जे होस् उनीहरूको जिन्दगी। त्यही सोच्दाखेरि एकदम त्यो भित्रबाट खुसी आउँछ कि अरू त्यो अब है हामीले चलाउँछौँ भयो, हाम्रो यस्तो भयो भन्नाले नि हाम्रो हुनेवाला उसहरूको चाहिँ अब यस्तो हुने हो, उनीहरूले यस्तो पाउने हो भन्ने त्यही हो। त्यो कुराले हो भित्रदेखि एकदम। अनि गर्न मन लाग्ने अझै त्यो होइन, सबै कुराहरू अझै हासिल गर्न मन लाग्ने, अझै सबै कुराहरूमा भिज्न मन लाग्ने, अझै मिहिनेत गर्न मन लाग्ने भनेको त्यही कुराले त हो नि। ताकि उनीहरूले सबै कुरा पाओस्, सबै कुरा भरपूर्ण होस् भन्ने होइन। केही कुरा पनि कमी नहोस्, त्यही हो। You loud and proud. Thank you so much Soha दिदी, मेरो दिदी। वेलकम दिदी, एकदमै थ्याङ्क यू सो मच दिदी। हैप्पी बर्थडे गाइज। मेरो ह्याप्पी बर्थडे होइन यार, मेरो बर्थडे होइन हो अहिले, मेरो 28 गते हो। योपल्ट फुलपातीमा परेको छ। झन् हजुर सम्झिन कति सजिलो छ। फुलपातीको दिनमा आइस भाइको बर्थडे दिस टाइम। यस अफकोर्स। धेरै पछि नआए जस्तो छ अरे। धेरै पछि रे? अस्ति 1 हप्ता अगाडि भर्खर नआएको मैले। आज अनि 1 हप्तापछि नआउँदैमा के धेरै पछि हुन्छ यार? भर्खर 1 हप्ता भयो। धेरै पछि होइन, 1 हप्तापछि नआएको आज। धेरै पछि रे यार। हजुरलाई यार 1 हप्ता भनेको धेरै पछि हो यार। मलाई त 1 महिनापछि नआउनु भनेको ल ठिक्कै टाइम भयो भने जस्तो हुन्छ त। आज म अति थकित थिएँ कि। किन थकित थिएँ भनेर हजुरकै काममा थकित थिएँ एकदमै। अब चाहिँ के काम हो, कसो काम हो, कहाँ थियो यस्तो थकित हुनुपर्ने है। गफाडी हाम्रो लागि के छ र हो, तिमीहरूले आफूले गाडी चल्यो, आफूले यस्तो गर्यो उस्तो गर्यो भन्ने होला। हेर्दै हुनु होला। यो मेरो सेप्टेम्बर 13 मेरो बर्थडेको दिनमा, सेप्टेम्बर 13 के अरे असोज 13 असोज 13 गते मेरो बर्थडेको दिनमा अझै थाहा पाउँछ। हामीले के कुरामा काम गर्दै थियौँ, के कुराहरू हुँदै थियो होइन ब्याकग्राउन्डमा, त्यतिखेर हामी रिभिल गर्छौँ। ओके, आइसकेको छ यता हामीसँग छ होइन। आज फाइनली हजुरको भाइ यता 5 घन्टा त्यहाँ मलाई झन् म ढलिसकेको थियो त्यहाँ निन्द्राले। भोकले फेरि त्यस्तै हानिरहेको थियो भित्रबाट, ग्यास्ट्रिक भएको जस्तो। म्युजिक भिडियो हो अरे? होइन म्युजिक भिडियो होइन, हजुरको लागि हो गाइज, हजुरको लागि हो। AYZ देखि आउँछ समथिङ दामी नयाँ कुरा। अब सुन हजुर थाहा हुन्छ। मैले केही कुरा मैले मुख खोल्दिनँ फेरि। अहिले फेरि म बोल्दा फेरि सबै कुरामा फेरि पस्दैन होइन, बोलिहालिन्छ। त्यसो अब सरप्राइज भन्दै फेरि आफ्नो भित्रै यता रन्न, अनि फेरि अहिले निस्क्यो भने फेरि त मार्छ मलाई कहाँबाट थाहा पायो भने।
सन्चै होइसिन्छ सर हजुर एकदमै एकदमै एक हप्तापछि त धेरै कम भयो त अरे केही भन्नु छैन मलाई केही भन्नु छैन मलाई जिस्का के हो भने मलाई थाहा छ अब म छु नि यस्तो म के गरौँ त यार होइन अब मलाई त गफ हान्नु छैन होइन म त डेली नुहाउँछु हिजो भर्खरै बिहान भर्खर नुहाएको फेरि आज बिहान भर्खर नुहाएको फेरि भर्खर लाइभ आउनुभन्दा अगाडि नुहाएको भन्नु छैन मलाई गफ हान्नु छैन अब भके कुरा अब गर्नु के त दुब्लायो के भाइ तिमी गाइस यार दुब्लाउनु पर्ने जरुरत छ त के गर्नु त यार अब मलाई दुब्लाउनु पर्ने छ त यार अब आउने यो कामहरूमा मलाई दुब्लाउनु पर्ने अब त्यसमा मलाई अब पातले हुनै पर्ने छ त अब गर्नु त के त म अब आफ्नो कामको लागि त गर्नु पर्यो त यार अरूलाई देखाउनुभन्दा अरूलाई देखावटी गर्नुभन्दा त आफ्नो काममा जे चाहिन्छ जे नेसेसरी छ त्यसमा त गर्नु पर्यो त हौ वाट टु डु यार अब हजुर यार मोटाउनु भन्नुहुन्छ यार अब जहाँ म उता काम गराएको छु कन्ट्याक्ट गराएको छ त्यहाँ अब मलाई अलिकति दुब्लाउनु भने नट फेयर यार अति भयो क्या मोटाउनु त के थियो र खाएर बसिन्थ्यो घरमै बसिन्थ्यो सुतिन्थ्यो होइन अब त्यस्तै चाहिँ अब के गर्नु होइन कम्फर्ट जोनमा बस्नु छैन मलाई होइन कम्फर्ट जोनमा बस्नु छैन मिहिनेत गर्नु पऱ्यो नि यार होइन यो पाएँ त्यो पाएँ भन्दैमा कहाँ ढुस्स परेर उसेर बसेर हुन्छ त प्लान गर्नु पऱ्यो न अझै हिंदी में बात करिए रे ओके 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 बताइए गाइस बताइए आप क्या क्या बात करिए आप अब तो मैं हिंदी भी बोलना भूल गया हूँ अब थोड़ा बहुत पहले तो बहुत फ्लुएंट थी मेरी हिंदी सो सॉरी कतिमा लिनुभएको गाडी रे कुरै नरम यार पछाडि कपाल बानेको सुहाएन है आयुष रे हो र खोलिदिन्छु नि त लाइफमा म त यो आफ्नो कम्फर्टको लागि बानेको हौ कम्फर्टको लागि बाने हो मैले यो त्यो अब यस्तो त्यो किनकि यो खुल्ला गर्दाखेरि चाहिँ अलिकति कपालले वल्याङ्ग भयो जस्तो हुन्छ अब खोलेपछि त अब हेर्नु हल्का त्यो रोर मात्रै गर्नुपर्ने जरुरत हो नभए त सेम सिंह रोर भनेर खराटा हान्यो भन्नु लु दामी भइहाल्यो नि अगाडि हाइट दामी छ नि भाइ हजुरको होइन त भाइमा के कमी छ त गाइस हेयर अलि लामो भयो त्यही त छ गाइस हल्का लामो भयो म अलिकति ट्रिम गर्छु बिस्तारै अब भोलि पर्सितिर गर्नु पर्ला बर्थडेभन्दा अगाडि म ट्रिम गर्छु टेन्सन नलिनुहोस् ओके ट्रिम गर्छु अलिकति पछाडिको त होइन अगाडिको चाहिँ पछाडिको ठिकै छ पछाडिको यत्तिकै देखिँदैन मुख छोप्ने होइन पछाडिकोले यो अगाडिकोले त्यो अलिकति मुख छोप्छ त्यो आजकल म कहिले यो हेडबिन लाउँछु फलामको मेरो गाउँमा त फलामकै हेडबिन चाहिन्छ यार यो प्लास्टिकको किनेको थिएँ मैले त्यो प्लास्टिकलाई त होइन त्यो कपाल त्यो जिग्रिङ्ग छ नि त कर्ली हुन्छ त्यो प्लास्टिकको त चुट्टिने के चुट्टिनु अहिले त भाँचिने अनि त्यो अलि यस्तो तन्किने पनि गाह्रो छ हजुरको र मेरो बर्थडे सेम डेटमा रहेछ अरे हो र फुलपातीको दिन हो तिम्रो बर्थडे ल एडभान्स ह्याप्पी बर्थडे टु यु नकाट्नु भाइ यार दामी छ अरे नसकिने भयो के गर्ने होला होइन यो अगाडिको चाहिँ अलिकति यो चाहिँ गर्नुपर्ने हुन्छ कि अगाडिको चाहिँ अलिकति ट्रिमै गर्नुपर्ने हुन्छ अलिकति भन्नाले नि हल्का यो मिल्ने गरी के सेट हुने गरी किनकि यो अलि
मिल्दै मिलिरहेको छैन कि कपाले हल्का यो भनौँ न स्थिति यो अलिकति अब यस्तो यो माथि गरेपछि मात्रै छ कपाल मिल्ने नभए यो कपाले लास्टै ल्याङ भइसक्यो कि अनि नुहाएपछि बल्ल यसरी काइयो लाग्ने नुहाएन भन्दा फेरि काहीँ लाग्दैन कर्ली भएको बेला ल मुझको ये क्या हुआ है ल यति गरेपछि चाहिँ ल अब चाहिँ क्रिस 4 को हिरो हुन सुहायो मलाई हिरो छौ तिमी यार रे धन्यवाद धन्यवाद अझै यस्तै यस्तै 2-4 हल्का नयाँ नयाँ हजुर खै त रे ऊ यता इन्डिया भर्सेस आज बङ्गलादेशको पेलान 100 रन त कटाएको थिएन अघि 5 विकेटमा उसको चाहिँ फेरि पाकिस्तानको म्याच भएपछि ऊ फेरि सबै कुरा छोडिदिन्छ खाना बिर्सिन्छ के काम छ सबै बिर्सिन्छ लाइभ जान बिर्सिन्छ सबै बिर्सिन्छ उसको त्यही हो थ्याङ्क यू सो मच दाइ थ्याङ्क यू सो मच कङ्ग्रेस त्यसको 1 मिलियन जाम होइन 1 मिलियन लाइक हानौँ त्यसपछि म लाग्छु है म धेरै बेरको लागि आएको होइन लाइभ म एकैछिन हजुरसँग हल्का यसो खुसीको समयमा अलिकति हजुरसँग बस्छौँ वाइ युआर ब्लसिङ रे म ब्लसिङ किन गर्नु र हौ के कोही केटी पट्टाउँछ र यार मलाई ब्लसिङ गर्नु या कसरी मलाई लाइन हान राख र यस्तै हो भने म हजुरको भाइ चमक लालो वाइ युआर ब्लसिङ भाइ भन्नुहुन्छ यार होइन र न ब्लसिङ गर्नलाई के छ र यार म ब्रस नगर्ने ब्लसिङ हुन्छ र ब्रस त गर्दिनँ यता ब्लसिङ भन्नुहुन्छ यार वाट यस यु आर ब्लसिङ रे नो 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 आई एम नट ब्लसिङ नो आई एम नट ब्रसिङ एन्ड ब्लसिङ दोनो नट अलवेज यार हाइट कति हो तिम्रो हाइट मेरो 5.11 5 फुट 11 इन्च टक्क के गर्दै म यतिकै बस्थेँ तिमी के गर्दैछौ यतै हो च्याटिङ पुरै के गर्दैछौ म बसिरहेको तिमी के गर्दै म पनि पल्टेर तिमीलाई मेसेज गर्दै ह्याप्पी बर्थडे रे गाइज मेरो बर्थडे होइन यार मेरो बर्थडे होइन भने मेरो बर्थडे असोज 13 गते हो कि बिर्सिनु भयो भने वाट इज दिस यार थ्याङ्क यू सो मच देव दाई अझै पनि बोलाउनु न अरे अल्झे गाइज अल्झे म्याथमा व्यस्त हुन्छ उहाँ आउनुहुन्न भोलि आउनुहुन्छ उहाँ 13 आउँदैछ त असोजतिर गते आउँदैछ मेरो योपल्ट फुलपाती पर रहेछ असोजतिर गते ठिक छ राम्रो हो फ्लाइङ चप्पल अन द वे वाइ किन फ्लाइङ चप्पल किन अन द वे मैले के रहेछु र फ्लाइङ चप्पल अन द वे भन्नलाई कङ्ग्रेचुलेसन थ्याङ्क यू सो मच दाइ थ्याङ्क यू सो मच मलाई त कङ्ग्रेचुलेसन नभन्नु यार मलाई त के हामीलाई केही कुरा पनि कङ्ग्रेचुलेसन नभन्नुहोस् गाइज ओके बे भएको कुरामा कङ्ग्रेस भन्दा हुन्छ भोलिपछि चिन्टु चिन्टी भएको कुरामा कङ्ग्रेस भन्दा हुन्छ अरू यस्तो यस्तो कुरामा कङ्ग्रेस नभन्नुहोस् है यो ठाउँमा पुऱ्याइदिनु भएको हजुरले हो
हैन सबै कुराहरू हैन जुन अहिले जे ठाउँमा छौँ जस्तो छौँ जे गरेर छौँ हैन होला मेहनत आफ्नो छुट्टै लागिरहेको होला हैन आफूले दिन रात खटिएको आफू छुट्टै होला ओके त्यो छुट्टै बेग्लै कुरा भइहाल्यो तर त्यो मेहनत गर्ने ठाउँ त्यो गन्तव्य हैन त्यो हौसला दिने भनेको हजुरहरू हो तर केही कुरा हामीले लिँदा या केही कुरा हामीले पाउँदा या केही ठाउँमा हामीले केही अचिभ गर्दा त्यसमा हामीलाई कङ्ग्रेट्स नभन्नुहोस् अल क्रेडिट्स गोज टु आवर आयुजी है आयुजी जनता जस्ट कङ्ग्रेट्स भन्नुहोस् यो कुरामा चिन्टी हुँदा भन्दा हुन्छ ओके बिहे भएको बेला भन्दा हुन्छ होइन त्यो त अब दुईजनाको सहमति भएको कुरामा अब यस्तो यस्तो कुरामा भन्दा भयो तर ओके तर यो केही कुरा हासिल गर्दा केही कुरा हामीले लिँदा या केही कुरा नयाँ चिज हामीले गर्दा त्यसमा कङ्ग्रेट्स भन्नु पर्दैन अल क्रेडिट्स हजुरकै हो है जुन हजुरले लाइक बनाइदिनु भएको त्यही हो ओके त्यो अरू दुईवटा कुरामा त म आफै लायक थिएँ त्यसमा चाहिँ नो कम्प्रोमाइज है त्यसमा त कङ्ग्रेचुलेसन चाहिन्छ फेरि ओके अरू भने जस्तै हो त्यो दुईवटा कुरामा चाहिँ नो कम्प्रोमाइज ल किन हाँस्नु हौ कोही ट्विन्स हुनुपर्छ अरे कस्तो ट्विन्स हुनुपर्छ के हो यस्तो यस्तो कुरा नहुनु सकेस् लाइफमा यार यो हुने के हो के कस्तो यार क्या लाजै लाग्यो एकछिन म हल्का यसो नर्मल भएर आउँछु ल ठिक छ अब के गरे यार यस्तो नगरौँ त गाइज यार म ल 1 मिलियन भएन थ्याङ्क यू सो मच गाइज फर 1.1 मिलियन लाइक्स थ्याङ्क यू एकदम धेरै धन्यवाद सबैजनालाई आइस वी वान्ट कपी पेन कलम पेन्सिल के हो सबै म दिन तयार छु टेन्सन नलिनुहोस् ओके यो नि यस्तो कुरा गर्नुहुन्छ भने अनि म लाइभ आउँदै फेरि यस्तो यो मान्छेलाई यता के थाहा हार्ट एट्याकै आउन सक्छ यार यो आउट अफ कन्ट्रोल भयो नि त के हो मेरो त के भएको नि ल यो मुख त के खुलिरह्यो यार भन्दै हुनु त यही दुखिसक्यो अल्छीको हाइट कति छ अरे अल्छीको हाइट 5'6" भनौँ न 5'6" त्यस्तै 5'6" छ म कमेन्ट्स हेर्दिनँ यता एकदम धेरै मान्छेहरू एकदम धेरै नै यता के भएको यस्तो अति नै यार अति गर्नु तर के थियो डाइरेक्ट त्यसपछि अति गर्नु तर के नगर्नु भन्थ्यो त त्यही हो आफै बुझ्नु होला लाज के को हुनु र यार कस्तो के लाज भन्नुहुन्छ यार वाट इज दिस बिहेभियर यार हजुर के गर्दै हुन्छ यो भइ के रहेछ आजको लाइभमा म कि यो डिस्कसन गर्न आएको थिएँ र यार यता त यार मान्छेलाई त अर्कै कुराको आत्तुरी रहेछ त यार ननसेन्स
यो आफूलाई धेरै ह्यान्डसम देखेर नि होला होइन यस्तो भएको मलाई। ल अब ठिक छ, ब्याक टु नर्मल रेगुलर। धेरै आफू म यता धेरै ह्यान्डसम हुनु खोजे जस्तै हो कि आफूले हेरेर नि ब्लसिङ हुन्छु म कहिलेकाहीँ, त्यही हो कुरा। ओके ल अब ब्याक टु नर्मल भयो। भन्नुहोस् त म के भन्नु यार, यो यार अब यो कुरालाई म के भन्नु कि यार, यो रेस्पोन्सै गर्न नमिल्ने कुराहरू भन्नुहुन्छ यार हजुर यार। अब यसलाई म छाडा कुरा भनौँ कि यस्तो के होइन? हुन्छ त गाइज हुन्छ, टेन्सन नलिनुहोस् न हजुर। किन के यार यस्तो यार मलाई नर्भस नगराउनुहोस् न यार, म नर्भस फिलिङ हुन्न यार। यो यार नर्भस गराउने काम नगर्नुहोस्। ल हेर त फेरि के भइगयो। थ्याङ्क यू सो मच अन्त दिदी। ल थ्याङ्क यू सो मच गाइज सबैजनालाई 1.2 मिलियन लाइक्सको लागि। अब म लाइभ सायद अब म एकदिन अब एकदमै म गुफ्तगु नै भइहाल्छु एकदम, मतलब गुफ्तगु भन्नाले गायब हुनु पऱ्यो। म लाइभ आउनु बित्तिकै यस्तो यस्तो कुरा गरिदिन्छु यार। अनि यस्तो कुरा गरेपछि म कसरी गर्नु त यार आफूलाई? हल्का हुन्छ नि अलिकति। भ्लग आउँछ भोलि गाइज, भोलि आउँछ भ्लग। ओके डेली भ्लग त अलवेज हो नि, हजुरले हेर्नु पऱ्यो नि त यार होइन? हेर्नु पऱ्यो, भ्लग सेयर गर्नु पऱ्यो, हाम्रो फ्यान पेजेसहरूले लिङ्क हालिदिनु पऱ्यो भ्लगको, मोटुको होइन? फेसबुकको पेज हुन्छ कि इन्स्टाग्रामको पेज छ कि जेसुकै छ, सबै ठाउँमा युट्युबको के त्यो जुन भ्लग आउँछ नयाँ त्यो भ्लगको लिङ्क हालिदिनु पऱ्यो। ओके त्यस्तो गर्नु पऱ्यो नि, यस्तो यस्तो कुरा नगर्नुहोस् यता। म त दिनभरि यता कहाँ गएर के कुरामा यता म पेलान भएर हजुरलाई भनेर यता यति तनावमा आएको छु यार। बल्ल बल्ल काम यता भ्याएर हजुर भने फेरि यार के कुरा गर्नुहुन्छ यार, त्यस्तो नभन्नुहोस्। ओके अस्सलाम वालेकुम भाइ। वालेकुम अस्सलाम, कैसे हो भाइ? ल म लागेको। ओके लामो यात्रा छ, लागेँ म अहिलेको लागि। हजुर आफ्नो ख्याल गर्नु होला सबैजनाले। समय आउँछ सबै कुराको। ओके ल अहिलेको लागि म लाग्यो, ख्याल गर्नु होला आफ्नो सबैजनाले। नै त लभ यु अल सो मच। ओके के कुरा भइरहेन यो यार, यो भएको नभएको कुरा नगर्नुहोस् गाइज। भएपछि म आफै भनौँला नि यार, यत्तिकै मान्छेलाई यार नर्भस गराइदिने यार, अत्ताइदिने यार, यस्तो नगर्नुहोस् है। ल टेक केयर सबैजना, आफ्नो ख्याल गर्नुहोस्। अनि त्यही हो मेरो बर्थडे, मलाई आज धेरैजनाले विस गर्नुभएको थियो ह्याप्पी बर्थडे भाइ
होइन मेसेज गर्नु कल पनि गर्नुभयो कतिजना म आज दिनभरि लगभग मेरो 50-60 मैले बर्थडे विस रिसिभ गरिसकेको छु मेरो बर्थडे नहुँदा हुँदा पनि मेरो आज बर्थडे होइन भोलि पनि होइन पर्सि पनि होइन मेरो असोज 13 गते आउने फुलपातीको दिन भयो बर्थडे है ल कहाँदेखि यो मिस इन्फर्मेसन फैल्यो थाहा छैन मान्छेहरू कहाँदेखि झुक्किनु भयो थाहा छैन नझुक्किनुहोस् है त ल लभ यु सो मच सबैजनालाई आफू पनि ख्याल राख्नु होला है त सुन भेटौँला फेरि टिल देन टेक केयर सबैजना आफ्नो ख्याल राख्नु एकदम धेरै माया सम्झना अनि सम्पूर्ण चिजको लागि एकदम सबै कुराको लागि एकदम धेरै धन्यवाद ओके लभ यु सो मच जानु पर्यो भाग्नु पर्यो यहाँ आँटे गुड नाइट सबैजनाले नो 2 मिलियन लाइक्स चाहिएन मलाई म जान्छु मलाई पुग्यो यता मलाई 2 मिलियनसँग यता कुराएर अनि यता मलाई के अति नै यार यता यार 100 जना मान्छे त भित्र यार भरास लुकाएर बसेर रहेछन् त यार कहिले यो आइस लाइभ आउँछ र अनि म यस्तो यसलाई त यसरी प्रेसराइज गर्नुपर्छ यसरी यसलाई म्यानिपुलेट गर्नुपर्छ भन्दै नाटकीहरू सबैजना मौका खोजेर यार अति यार हुन्छ नि अलिकति वेलकमिङ भन्ने चिज अलिकति धेरै पछि हो भाइ आएछ ल 10 वटा लायन मेरो तर्फबाट भन्दै ल भाइ बर्थडेको दिनमा के चाहियो अर्को ल्यान्ड क्रुजर भन्दै हुनुपर्छ नि अलिकति तर यता त के हो यार सबजना यता त पुरा भरासभित्र लुकाएर पुरा यो यस्तो उस्तो यतिवटा उतिवटा यो त्यो भन्दै नटी यस्तो नगर्नुहोस् यार अहिलेसम्म खुसीको खबरहरू हामीले के लुका छन् होइन भनिहाल्छु त यार स्टे ट्युन रे ल गुड नाइट ल यो यार म कस्तो आज यस्तो नर्भस फिल भयो नि म यो लाइफ सकाएर पुसअप गर्नुपर्ने हुन्छ यार यो अति नै भयो यार यो के गराएको हो यता मान्छेले यता के सोचेको हुन्छ जिन्दगीमा यार के भइरहेछ यो नटीहरू म त गएँ यो नाटक यो मोटीले त कहीँ भन्न लगाएको होइन यता ग्याङ बनाएर यस्तो त हुँदैन थियो त हिजोअस्ति भाइ गुड नाइट गाइस सबैजना आफ्नो ख्याल राख्नु होला घिचन सिचन गर्नु होला टाइममै दसैँ होइन चाडपर्वको बेला छ मजाको सबैको घर रङ्गियोस् सबैको घर एकदम झिलिमिली रहोस् त्यही हो नानीसँगसँग उडाउने बेला यसो सेफ भएर उडाउनु होला सबैजना है फेरि आफै नउड्नु अब मेरो हेर्नु होला नयाँ ट्युटोरियल लिनलाई अब मोटुको त्यहाँ एउटा ब्लग छ मैले फ्लाइङ काइटवाला त्यहाँबाट हजुर यस्तो गाइडेन्सहरू लिन सक्नुहुन्छ उसको ब्लगबाट हाउ टु फ्लाइ काइट भन्दै अनि त्यही हो ल है टेक केयर सबैजना ए क्या हुआ बोलो ना जल्दी स्टार्ट हो गया यार इससे 125 हो दी दादा सबै नर्मल देखिरहेछ यो मान्छेले गराएन जस्तो लाग्यो त्यस्तो काम ठिक छ मान्छे यता यो लाइभको भित्र यता कोही न कोही छ यता होइन एउटा पुरा त्यो के भन्छ त्यसलाई सहमतिमा पुरा एउटा ग्रुप बनाए जस्तो छ यस्तै कुराको लागि एकदम गलत हो यो भोलि लाइभ आउनु सबैजना यता त यार यस्तो गर्दै मोटो आउँछ भोलि लाइभ कहाँ गयो मोटोहरू गइसक्यो उता म्याच हेर्न स्टार्ट भइसक्यो अरे ल बाबा गाइज बाबा है टेक केयर लभ यु सो मच अनि एकदम धेरै धन्यवाद सबैजनालाई सबै कुराको लागि है यस्तै माया गरेर राख्नु होला साथ दिइराख्नु होला है त्यही हो अरू सबै कुरा भनेको यताउति ठिकै छ
ओके ल बाई टेक भिडियो पनि भोलि आउँछ गाइस, भोलि आउँछ। हाम्रो त्यो हिजो जुन त्यो हाम्रो नयाँ गाडीको जुन थियो त्यसको नि भोलि टिकटक आउँछ होला। यसो के अरे स्टे एक्टिभ त्यही हो। अनि युट्युब ब्लग त एज अलवेज जहिले नै आइहाल्छ होइन। भोलि बिहान पनि 8 बजे आउँछ, टेन्सन नलिनुहोस् है त। ल बाई टेक केयर, गुड नाइट, ह्याप्पी बर्थडे भन्नुहुन्छ अझै पनि मलाई। मेरो बर्थडे होइन अहिले, अफसोसतिर गयो मेरो बर्थडे है। ल बाई गुड नाइट, टेक केयर, गुड नाइट है त। गुड नाइट सबैजनालाई। कहाँ गयो यो? ल गुड नाइट गाइज, गुड नाइट सबैजना, गुड नाइट। यो नटी कुरा नगर्नु होला मसँग। ल बाई गुड नाइट, टेक केयर, बाई गुड नाइट सबैजनालाई, बाई गुड नाइट। बाई गुड नाइट।